हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल। स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा। आज महाशिवरात्रिको दिन चाहिँ हामी पूजा गर्न गइरहेका छौं साथीहरु। हेलो मम्मी। ल हामी चाहिँ आज मन्दिर जाँदै छौं। मन्दिरमा के कस्तो हुन्छ देखाउँछौ, हेर्दै गर्नु होला। साथीहरु, हामी चाहिँ सबैजना जम्मा भइसकेका छौं। ल साथीहरु, कति सुहायो शिवजीलाई पार्वती कति सुहायो। शिव तिम्रै नाममा शङ्ख बजे ठाउँ ठाउँमा, शिव तिम्रै नाममा शङ्ख बजे ठाउँ ठाउँमा। हरे हरे ओम जय जगदीश हरे, स्वामी जय जगदीश हरे। साथीहरु, यही नै हो हाम्रो गाउँको शिवालय मन्दिर। पूजा गरेर चाहिँ सबैजना ल्याएर बसेका छौँ। हेर्नुहोस्, उतातिर फेरि यज्ञमा पूजा हुँदैछ। हामी सबैले पूजा गरिसकेका छौँ। यता यज्ञ भइरहेछ, शिवजीको आराधना भइरहेछ साथीहरु। हाय, कस्तो लागिरहेछ? एकदम राम्रो। कस्तो लाग्छ साथीहरुलाई? आज व्रत बसेर के माग्यौ त नि? अनि कस्तो लागिरहेछ? अनि गाउँको मन्दिरमा आएर जापानिजलाई आज खासमा किन पूजा गरिन्छ शिवजीको? आज विशेष शिवरात्रि किन भनेको आन्टी? हो, अनि मम्मीलाई के लाग्छ यस विषयमा? मलाई पनि त्यही हो, घर परिवारको सुख शान्ति होस्, सबैलाई राम्रो होस्। अनि यता आन्टीलाई त्यही हो, सुख शान्ति सालभरिको हो। यता ठुलियामा मेरो सगुन परिवार खुसी हाँसी खुसी बस्न पाऊँ। अनि यता सुख शान्ति होस्, रोगले छोडोस्। मैले गरेको व्रत छोराछोरी नाति नातिनालाई सबलाई राम्रो होस् भनेर व्रत गरेको। बुढोलाई भन्नु। अनि यता सीता दिदी चाहिँ कसको लागि, के को लागि? मेरै लागि विशेष हो। अनि सुदाले नि? म त मेरो लागि अनि मेरो प्यारो मान्छेको लागि। ल ल, ठिक छ ठिक छ। सकल परिवार ल, आफ्नो भनाइ राखिसक्नुभयो। हाम्रो ठुली आमाहरू, आन्टीहरू, साथी सबैले आफ्नो भनाइ राखिसक्नुभयो। ल ठिक छ साथीहरु, हामी चाहिँ आइसकेका छौँ शिवालय मन्दिरमा भजन कीर्तनका लागि। कस्तो हुन्छ हेरिदिनु होला।
हामी सरकारले जलेपछि पनि भजन गाउँदै बत्ती नै ल्याएर सरकारको हुन्छ एकचोटि पक्रियो भने पक्रिन्छ है राम्रो तेल हाल्दैन अलिकति यार अगरबत्ती ल्याएका उसले अगरबत्ती सल्काउन बाधा दिएको त्यो तेल मिटर आजको दिन यस्तै भयो। शिवरात्रिको पूजा गऱ्यौँ